नमस्कार साथीहरू, स्वागत छ हाम्रो युट्युब च्यानलमा। आजको भिडियोमा हामी कुरा गर्नेछौँ 2025मा आइफोन 11 किन्न योग्य छ कि छैन भनेर। यदि तपाईँको बजेट कम छ तर आइफोन चाहिएको छ भने यो भिडियो अन्तिमसम्म हेर्नुहोला। आइफोन 11 पहिलो पटक 2019मा आएको फोन हो। यसले A13 बायोनिक चिप, 6.1 इन्च LCD डिस्प्ले, 12 MP ड्युल क्यामेरा जस्ता फिचर्स दिन्छ। 2025सम्म आइपुग्दा पनि यो फोन धेरै मानिसले रोजिरहनु भएको छ। A13 बायोनिक पुरानो भए पनि 2025मा पनि सोसल मिडिया, ब्राउजिङ, युट्युब, टिकटक, पब्जी, फ्री फायर जस्ता गेमहरू मिडियम सेटिङमा राम्रो चल्छ। मल्टिटास्किङले कमै आउँछ, तर हाई ग्राफिक गेमहरूको लागि भने यो 2025मा पर्फेक्ट होइन। आइफोन 11 को 12 MP ड्युल क्यामेरा 2025मा पनि राम्रो फोटो र स्टेबल भिडियो खिच्न सक्छ। यसैगरी 4K 60 FPS रेकर्डिङ अझै पनि धेरै नै राम्रो छ, तर नाइट मोड नयाँ आइफोन जस्तै क्लिन छैन। आइफोन 11 मा करिब 3100 mAh को ब्याट्री रहेको छ, जुन 2025 को लागि पर्फेक्ट नहुन सक्छ। ब्याट्री ब्याकअप भने यसको धेरै लामो समय नटिक्न सक्छ। एप्पलले आइफोनलाई करिब 6-7 वर्ष अपडेट दिन्छ। आइफोन 11ले पनि 2025मा iOS 26 को अपडेट पाइ नै सक्यो। अझै अर्को 2-3 वर्ष अपडेट पाउने सम्भावना छ, जुन धेरै नै राम्रो हो। आइफोन 11 लास्ट टाइम नेपालमा आउँदासम्म यसको प्राइस 69,000 मा ड्रप भइसकेको थियो, 128 GB को ब्याट बिल सहितको सामानमा। त्यसैगरी यो फोन नयाँ त आउँदैन 2025मा। अब यो फोन हजुरहरूले रिफर्बिस सेकेन्ड ह्यान्ड लिन सक्नुहुन्छ युजमा। यसको युजको प्राइसको कुरा गर्नुहुन्छ भने चाहिँ यसको कन्डिसन जिबी हेरेर तपाईँलाई 20,000 देखि 35,000 सम्म पर्न सक्छ। अब कुरा गरौँ 2025मा यो फोन के कारणले किन्ने र के कारणले नकिन्नेमा है। यदि हजुरहरू सोसल मिडिया, अनलाइन क्लास, फोटोग्राफी, टिकटक, जेनरल गेमिङ र तपाईँलाई आइफोन चलाउन मन छ भनेदेखि यो फोन मजाले लिँदा हुन्छ। त्यसैगरी तपाईँ हेभी गेमिङ गर्नुहुन्छ, लङ टर्म युज छ तपाईँको, तपाईँले बेस्ट ब्याट्री लाइफ खोजिरहनु भएको छ भनेदेखि चाहिँ यो फोन हजुरहरूको लागि अप्सन हुन सक्दैन। 2025मा आइफोन 11 बजेटमा आइफोन खोज्नेहरूका लागि अझै भ्यालु फर मनी छ, तर किन्दा भने ब्याट्री हेल्थ र कन्डिसन अनिवार्य जाँच गर्नुहोला। यदि हाम्रो भिडियो मन पर्यो भने लाइक, सेयर र सब्सक्राइब गर्न नबिर्सनुहोला। अर्को भिडियोमा भेटौँला। हस्त, धन्यवाद।